हुन त हामी डिजिटल युगमा छौँ। मोबाइल ब्याङ्किङको एक क्लिकबाट हामीले लाखौँको कारोबार गर्न सक्छौँ। तर कुनै कुनै सिचुएसन यस्तो हुन्छ कि हामीलाई क्यास नै चाहिन्छ। हो त्यस्तै क्यास राख्नको लागि चाहिँ हामीले वार्डरोबमा हिडन सेफ अथवा सिक्रेट लकर जे भने पनि हामीले एडभान्स तरिकाले बनाउन सुरु गरिसकेका छौँ। म तपाईँलाई देखाउँछु। यहाँ हेर्नुहोस्, क्यास हामी यहाँ राख्ने, यो होइन, यो नर्मल हो है। हामीले क्यास चाहिँ योभन्दा पनि अझ एडभान्स ठाउँमा राख्छौँ। यसलाई हामीले स्लाइड गर्छौँ र खोल्छौँ अनि भित्रको मेन सेप आउँछ। मेन सेपलाई हामीले चाबीको मद्दतले खोल्छौँ र यो भित्र भएको स्पेसमा यहाँ हामीले क्यास राख्छौँ। अब सुरक्षित र भरपर्दो हुन्छ र हामीले यसलाई यसरी लगेर राख्यौँ भने कसैले थाहा पनि पाउँदैन। यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब जरुरी गर्नु होला। धन्यवाद।